यो भिडियो चाहिँ राधिका दासीजीको लागि मेरो प्रमाण सहितको भिडियो हुन्छ। मैले चाहिँ 20 तारिकसम्म पर्खिम भनेर सोचिरहेको थिएँ। यसो अलिअलि मलाई तर्साइरहेको थिएँ, तर झोलेहरूलाई थ्याङ्क्स, उहाँको झोलेहरूले गर्दाखेरि मैले यो भिडियो बनाउन बाध्य भएँ। राधिका दासी भगवानको बारेमा मैले ल्याउन बाध्य भएँ। र अब हेर्नु, हजुरहरूले स्क्रिनमा देखिराख्नु भएको होला राधिका फाउन्डेसन नेपाल। त्यसमा चाहिँ 2080 सालमा पुस 10 गतेदेखि 16 गतेसम्म बाँसगाडी नगरपालिका 5 बर्दियामा ओम केदारेश्वर धाम परिवारसँग मिलेर कथा लगाइएको थियो। ओम केदारेश्वर धाम भनेको चाहिँ त्यहाँको आधिकारिक, बाँसगाडीको आधिकारिक एउटा संस्था हो। उहाँहरूसँग मिलेर चाहिँ धाममा कथा लगाउनु भएको थियो। कुन उद्देश्यले भन्दाखेरि अति विपन्न महिला तथा अनाथ बालिकालाई गुरुकुलीय शिक्षा सहितको आश्रम निर्माण हेतु। उद्देश्य बुझ्नुभयो नि, अनाथ बालबालिका र विपन्न महिलाहरूलाई चाहिँ शिक्षा दिने एउटा गुरुकुल बनाउने भनेर त्यो उद्देश्यले चाहिँ त्यो लगाउनु भएको थियो महायज्ञ। त्यसपछि राधिकाहरूले चाहिँ के गर्नुभयो भन्दाखेरि पत्रिकामा जारी गर्नुभयो एउटा न्युज। महायज्ञमा उठ्यो 42,73,000। केदारेश्वर धाम ट्रस्टले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि 52 लाख भन्दा माथि उठेको छ पैसा भनेर। तर त्यही पनि ठिकै छ, यहाँ कति उठ्यो के उठ्यो भन्दा नि कहाँ गयो भन्ने कुरा हो। 42 लाख उठ्यो जुन भन्नुभएको छ त्यो पनि ठिक छ है, मानौँ त्यसैलाई अहिले। त्यसपछि अब स्क्रिनमा हेर्दै हुनुहुन्छ होला अर्को हजुरहरूले, उहाँहरूसँग आधिकारिक बिल माग्दा केदारेश्वर धामले चाहिँ के कुरा आयो भन्दाखेरि राधिका फाउन्डेसनको लेटर प्याडमा यसको यति यति खर्च, यसको यति यति खर्च, टेन्टको यति, के भन्छ फुलको यति भनेर देखाउनु भयो। उहाँहरूले एउटा पनि आधिकारिक बिल भने दिनु भएन, आधिकारिक बिल रिसिटहरू केही पनि दिनु भएन। र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई यदि विगत 3-4 वर्षको अडिट मगाउने हो भने यो काहीँ पनि उल्लेख गरिएको छैन। यो कति आयो कति गयो भन्ने अडिटमा भेटिँदैन। उहाँहरूले चाहिँ यो पैसाहरू सबै नै के भन्छ बढाएर लेख्नु भएको छ, पठाउनु भएको छ लेटर प्याडमा, एउटा पनि आधिकारिक बिल छैन भन्ने कुरा बुझ्नु पर्यो है त। अनि त्यसपछि अर्को हेर्नुहुन्छ भने यो स्क्रिनमा बचत हेर्नु, सबैभन्दा तल 20,39,612 रुपियाँ बचत भएको छ। र यो बचत भएको अमाउन्ट चाहिँ राधिका फाउन्डेसनको अकाउन्टमा गएको छैन। यो अमाउन्ट त राधिका फाउन्डेसनको अकाउन्टमा त 1 हप्ताभित्रमा जानुपर्ने हो नि त, तर गएन। श्री केदारेश्वर धाम ट्रस्ट र राधिका फाउन्डेसन बीच एग्रिमेन्ट के भएको थियो भन्दा यो अकाउन्ट एउटा जोइन्ट अकाउन्ट खोल्ने, त्यसमा राख्ने यो बचतको पैसा र त्यहीँबाट चाहिँ गुरुकुल बनाउने भन्ने थियो। तर राधिका फाउन्डेसन र उहाँको टिमले के गर्नुभयो भन्दाखेरि यो बचतको पैसा सबै लिएर त्यही रात टाप ठोक्नुभयो। सिद्धेको जुन दिन महायज्ञ सकियो पैसा सोरेर सिक्किममा हाम्रो कथा छ भन्ने बित्तिकै टाप ठोक्नुभयो। अहिले विगत 3-4 वर्ष भइसक्दा पनि उहाँहरू एकपल्ट पनि जानु भएको छैन त्यहाँ फर्केर पनि। त्यो श्री केदारेश्वर धाम ट्रस्टमा बचत भएको रकमको लागि अझै पनि मान्छेहरूले श्री केदारेश्वर धाम ट्रस्टको मान्छेहरूको टाउको खाइरहेछन् त्यहाँ होइन। अब त्यसको जिम्मेवारी को त राधिका फाउन्डेसनले लिँदैन, लिएको छैन। र यो बचत भएको अमाउन्ट अहिलेसम्म गएको छैन राधिका फाउन्डेसनकोमा। र जहाँ जहाँ अहिले पनि राधिका फाउन्डेसनबाट कथा महायज्ञहरू भइरहेछ सबैको यदि अडिट चेक गर्ने हो भने काहीँ पनि क्लियर छैन। उहाँहरूले व्यक्तिगत अकाउन्टमा ट्रान्ज्याक्सन गरिराख्नु भएको छ। र नकुल दुबे जुन उहाँको मैले अघोषित श्रीमान भनेको थिएँ, मलाई चाहिँ राधिका दासीको बहिनीले भन्नुभएको उहाँलाई चाहिँ कन्यादान गरेरै पठाइएको थियो अरे। इन्डिया जाने क्रममा राधिका दासीको चाहिँ त्यहाँ प्रेम बस्यो अरे। त्यसपछि म उहाँ बिना बाँच्नै सक्दिनँ भनेपछि उहाँलाई टिकटालो गरेर पठाइदिएको अरे घरबाट। अनि नकुल दुबेको चाहिँ पानी टङ्कीमा घर रहेको छ, त्यो पनि मैले हजुरलाई देखाइदिएको छु स्क्रिनमा हेर्नु। यो पानी टङ्कीमा रहेको घर नकुल दुबेको हो र यसको स्रोत पनि क्लियर छैन। विश्वास छ कि यो घर पनि राधिका फाउन्डेसनको पैसाबाट किनिएको हो भनेर। ठिक छ, यो पानी टङ्कीको घरको स्रोत पनि खुलोस् नकुल दुबेको नामको। र अर्को चाहिँ के हो भने काठमाडौँको गोठाटार स्थित घर छ, त्यहाँ पनि रमा नेपालको नाममा। रमा नेपाल को भनेर सोध्नुहुन्छ भने प्रेमा नेपालको आमा, प्रेमा नेपाल को भनेर सोध्नुहुन्छ भने राधिका दासी, राधिका दासीको आमा रमा नेपालको नाममा गोठाटारमा घर रहेको छ। त्यसको त्यो घर पनि कहाँबाट आयो त्यसको स्रोत खुलेको छैन अहिले। र अब 10 करोडको घर त अब त्यो हजुरको अब बिस्तारैमा त्यो पनि भन्छु, जुन किन्न जानुभएको त्यो पनि देखाउने छु पक्कै पनि। त्यो अहिले हाम्रो त्यो चर्चाको विषय होइन। हाम्रो विषय के हो भन्दाखेरि मलाई धेरैले मेसेजहरू गर्नुभएको छ, उहाँहरू कथा लगाउने 23 लाख भन्दा कममा नलगाउने र ठाउँ हेरिकन झन् अहिले त 40 लाख भन्दा तल लगाउनु हुँदैन रे। अनि यति यो सबै आइसकेपछि चाहिँ पंकज नेपालजी, त्यो म भोइस रेकर्ड सुनाउँछु पक्नु। आवाज आइरहेको छ कि छैन फेरि?
जे होस् पङ्कज नेपालजी जो राधिका दासीको आफ्नै दाइ हुनुहुन्छ, उहाँले चाहिँ श्री केदारेश्वर धाम ट्रस्टमा अस्ति भर्खर जब राधिका दासीको न्युज मैले हाल्न थालेँ नि त्यसपछि फोन गर्नुभएछ। उहाँहरूले के भन्नुभयो भन्दाखेरि सर ल अब कार्यक्रम स्टार्ट गरिहाल्नु पर्यो, हामीले गुरुकुल बनाउने सुरु गरिहाल्नु पर्यो भन्ने रेकर्ड मसँग छ। अनि यतिका वर्ष उहाँहरू पैसा खाएर भाग्ने, एकचोटि मुख नदेखाउने मान्छेको सहनु पर्ने सबै केदारेश्वर धाम ट्रस्टले, अनि अहिले न्युज आएपछि उहाँहरू आश्रम सुरु गर्नु पर्यो भनेर जाँदै हुनुहुन्छ अरे। त्यसपछि केदारेश्वर धाम ट्रस्टले यो सहन नसकेर मलाई सबै पठाउनु भएको छ, यो भोइस रेकर्ड पनि। के गर्ने त अब सरकार, के गर्ने? यत्रो अडिटहरू मगाउनु राधिका फाउन्डेसनको सबै व्यक्तिगत खातामा गएको छ, नकुल दुबेदेखि लिएर होइन, यो हाम्रो रमा नेपालमाको मम्मी राधिका दासीको सबैको व्यक्तिगत खातामा ट्रान्ज्याक्सन भएको छ। सो राधिका फाउन्डेसनमा छानबिन होस्, सम्पत्ति शुद्धिकरणमा जाओस् मुद्दा। राधिका फाउन्डेसनको राधिका दासी जो हुनुहुन्छ अध्यक्ष, उहाँ नेपाल फर्केर आउनुहुन्छ जस्तो मलाई लाग्दैन अब चाहिँ, किनभने पैसाहरू सबै व्यक्तिगतमा ट्रान्ज्याक्सन छ। अडिट रिपोर्ट एउटाको पनि छैन, जहाँ पनि बिल रिसिटहरू मतलब बिलहरू रिसिटहरू माग्दाखेरि एउटा पनि बुझाउनु हुँदैन, उहाँहरूले सबै लेटर प्याडमा लेखेर दिनुहुन्छ। क्यासमा कारोबार भइरहेको छ, 10,000 भन्दा माथि क्यासमा कारोबार या 5,000 भन्दा माथि क्यासमा कारोबार त हाम्रो सरकारले कानुनले मान्यता दिँदैन त्यसलाई होइन। त्यसको पनि सम्पत्ति शुद्धिकरण हुन्छ भने त यसको पनि जानुपर्छ नि त। त्यही भएर के छ सरकार, अब के गर्ने त फर्दर भन्नुहोस् ल। मैले प्रमाण दिइसकेँ। अनि यसमा चाहिँ म के पनि भन्न चाहन्छु भन्दाखेरि अहिले जीबीएस एजुकेसनलाई पनि धेरै मुचिराख्नु भएको रहेछ। तपाईँहरूलाई एउटा कुरा के क्लियर गरिदिउँ भने जीबीएस एजुकेसन मेरो होइन, आधिकारिक व्यक्ति म त्यहाँको होइन। मैले त्यहाँ जसको हो उहाँहरू वैष्णव हुनुहुन्छ र मैले एउटा वैष्णव भएको नाताले सहयोग गरेको उहाँहरूलाई मार्केटिङ गरिदिएर। मेरो जीबीएससँग केही पनि नाता छैन। जतिले पनि जीबीएसलाई बिचमा ल्याउनु हुँदैछ हजुरले आफ्नो खुट्टामा आफै बन्चर हान्दै हुनुहुन्छ। पहिला रिसर्च गर्नु, मजाले खोज्नु होइन कसको नाममा रहेछ जीबीएस भनेर, त्यसपछि बल्ल बोल्नु होला। र सरकार के गर्ने अब राधिका फाउन्डेसनको? यहाँ त पैसाको ठुलो छल्केल छ। उहाँहरूले त लगभग करोडौँ रुपियाँको ट्याक्सहरू छल्नु भएको छ, व्यक्तिगत खातामा ट्रान्ज्याक्सन गरिराख्नु भएको छ। जहाँ जहाँ कथा लाग्छ त्यहाँको केही पनि अडिटहरू बुझाउनु भएको छैन। र यदि अडिटहरू पनि छ भने सबै कम्प्लिट फेक छ, एक डेटको बिल चाहियो, त्यही डेटको बिल चाहियो। र अडिटरलाई पनि कारवाही होस् यदि फेक बनाएको छ भने, छानबिन होस्। जिल्ला जिल्ला प्रशासन कार्यालय सुनसरीबाट 80-81 को अडिट मगाइयोस् र चेक गरियोस्। बाँकी मैले त्यति भन्न चाहे। अब पनि झोलेहरूले सपोर्ट गर्नुहुन्छ भने हजुरलाई नमस्ते, पानी टङ्की घर पनि छानबिन होस् है। अनि साँच्ची मेन कुरा भन्नै बिर्सेँ, मेरो सामाजिक सुरक्षा अब कसले दिने थाहा छैन मलाई। किनभने उहाँको बहिनीले मलाई के भन्नुभयो भन्दाखेरि जुन पटनामा बस्ने बिहारको छपराको बिहारी हुनुहुन्छ, उहाँ चाहिँ गनहरू बोक्ने पोलिटिकली एक्टिभ हुनुहुँदो रहेछ इन्डियामा, अनि गनहरू बोकेर हिँड्नुहुन्थ्यो अरे। उहाँले चाहिँ धेरैजनालाई धम्काउनु भएको छ, नकुल दुबेले ज्यान मारिदिने, पिस्तोलले हानिदिने भन्ने। सो यो देखेपछि त अब मलाई पनि अभियसली त कुरा आउँछ। अब इन्डियाको मान्छेले नेपालमा आएर मारिदियो, इन्डियामा लुकिदियो भने त्यो मतलबै छैन होइन। अहिलेसम्म कि त केसहरू रफादफा भइहाल्छ यतिकै। सो मेरो सामाजिक सुरक्षा अब कसले दिने हो? सरकार यत्रो तपाईँहरूलाई छलेको मैले मान्छे ल्याइदिएको छु अगाडि। सो बाँकी अब मैले के भन्ने, केही पनि भन्दिनँ। ठिक छ, शहीद हुनु पऱ्यो हुम्ला नमस्ते गरेर, जय नेपाल भनेर। तर जे होस् राधिका दासीको बारेमा छानबिन मजाले होस्। राधिका फाउन्डेसनको चाहिँ सम्पत्ति शुद्धिकरणको मुद्दामा जाओस् र गोठाटारमा रमा नेपालको नाममा घर र पानी टङ्कीमा नकुल दुबेको नाममा घर त्यो पनि जाओस्। र राधिका दासीले आफ्नो आफन्तीहरूलाई अहिले के भन्न लाउनु हुँदो रहेछ भने राधिका माताजी भनेर लाउनु हुँदो रहेछ। अनि उहाँले मलाई के भन्दै हुनुहुन्थ्यो बहिनीले भने, यदि बोल्नु पऱ्यो म बोल्छु हेर्नु अदालतमा, तपाईँ गलत हुनुहुन्छ, मैले भनेको कुराहरू गलत छ भने राधिकालाई गर्न भन्नु, जान भन्नु उजुरी दिनलाई। यदि आउनु पऱ्यो नि कटगडामा म उभिएर भन्छु भन्नुभएको छ। उहाँको मसँग सबै उहाँले बोल्नु भएको छ। उहाँले जे होस् यदि म गलत छु भने राधिका हाल मुद्दा है, मैले भनेको एउटा पनि कुरा गलत छ भने। के पनि भन्नुभएको छ भन्दाखेरि जो व्यक्तिले एउटै मेरो ससुराली घरतिर पनि यति अफेयर चलाएर उनीहरूको बुढी कुट्न आएको छ राधिकालाई, त्यस्तो घिनलाग्दो गरेर हिँडेको मान्छेलाई अनि म अहिले माताजी होइन खुट्टा ढुक्न सक्छु पनि भन्नुभएको छ कि त्यतिसम्मको छ मान्छे। र त्यो कुरामा नजाम, फेरि पनि म आउँदैछु। झोलेहरू सम्पत्ति शुद्धिकरणमा तिमीहरूको आमा जाँदैछिन्, अब के गर्छौ गर।